गुड मर्निङ साथीहरू। हो यो दिनोदिन ब्लगिङ गरेर यो दबाई हो भनेर चिनाउनेहरू सबै आउनु नि हौ यो बारीमा। ए माथि घारी 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 बनाएर यहाँ त खत्तम बनाइसक्यो त यो दबाईले त। हरेक खालको दबाई पाउँछ यहीँ। यो खालको दबाईले चाहिँ हामीलाई चाहिँ खत्तम पारिसक्यो है। तर यो भन्दै गर्दा दबाई होइन भन्ने पनि होइन, दबाई हो, एकदम राम्रो दबाई हो यो। म खुद युज गर्छु यो चाहिँ अरूमा मलाई थाहा छैन, अरूमा कतिको के हो, तर घाँटी दुखेको अवस्थामा चाहिँ यो चाहिँ घाँटी दुखेको चाहिँ मलाई चाहिँ यो खाएको 2 घन्टा 3 घन्टामा त एकदम ठिक गरिदिन्छ। यो हो एउटा, अर्को यो हो कि दबाई हो, यो पनि हो दबाई। यो र यो अलग अलग हो, यो र यो। यसलाई भन्छ गोलपत्ता, यसलाई भन्छ के भयो यसलाई त छ्या अभिजाल हो। ल है, दबाई चाहिँ यस्तो छ यहाँतिर चाहिँ। धन्यवाद त केही खोर्सानी फुल्दैछ भर्खर, पछि लाउँला। यसको चाहिँ यो बोटहरूको चाहिँ फल्दै पनि छ। थ्याङ्क यू। भर्खर कोपी रोपेर आएको पर।